तपाईँ हामी सबैजना यहाँ उपस्थित हुनुभएका तपाईँ हामी सबैजना भनेको चाहिँ यो देश बनाउने अभियानमा यो आफूलाई यो देशको मालिक बनाउनका निमित्त र आफ्नो देश आफै बनाउने अभियान लिएर तपाईँ हामी यहाँ एकजुट भएका छौँ। तपाईँ हामी आफ्नो माटोको लागि, आफ्नो अस्तित्वको लागि, आफ्नो देशको लागि लडिराखेका छौँ। मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङज्यूले भन्नुहुन्थ्यो, मर्नु र बाँच्नु चाहिँ अर्थपूर्ण होस्, मान्छेको बचाइ र मराइ चाहिँ जुदो मान्छेको जस्तो होस् भन्नुहुन्थ्यो। र अहिले हामीले बाँचिराखेको बचाइ भनेको चाहिँ जिउँदो मान्छेको जस्तो बचाइ भइराखेको छैन भन्नुहुन्थ्यो। किनभने हिजोको दिनमा यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूले आफूलाई चिन्न सकेको थिएन, आफ्नो अस्तित्व चिन्न सकिराखेको थिएन, आफू को हो भन्ने कुराहरू चाहिँ थाहा पाउन सकिराखेको थिएन। तर मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङज्यूले प्रतिपादन गर्नुभएको मङ्गोलमा दर्शनले यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूलाई राजनीतिक रूपमा चेतनशील बनाइसकेको छ। अब यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूले आफूको हो, आफ्नो शत्रुको हो, आफ्नो मित्रको हो भन्ने कुरा चिनिसकेका छन्। चिनिसकेर पनि एवं मृतले विभिन्न स्थानीय सभाहरूबाट देशका विभिन्न कुना काप्चा, विभिन्न वडा सभादेखि पालिका सभादेखि जिल्ला सभादेखि प्रदेश सभादेखि केन्द्र स्तरसम्म नै अब यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू चाहिँ एकजुट भएर ऐक्यबद्धता भएर अगाडि बढिसकेको, अगाडि सरिसकेको कुरा चाहिँ तपाईँ हामी सबैजनालाई अवगत नै छ, थाहा नै छ भन्न चाहन्छु। पक्कै पनि हामी यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरू राजनीतिक रूपमा चेतनशील भइसकेका छौँ। कहिलेकाहीँ हामीलाई प्रकृतिले परीक्षाहरू लिन सक्छ। हामी यही माटोमा उत्पत्ति भएका यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूले आफ्नो माटोसँगको सम्बन्ध चिन्नु बाँकी नै छ। हामीले आफ्नो माटोलाई माया गर्न सक्नुपर्दछ, माया गर्नुपर्ने समय आएको छ। हामीले यो प्रकृतिहरूलाई माया गर्न बाँकी नै छ। हामीलाई यो देशका हिजोका एकल नस्लवादी शासकहरूले चाहिँ आफू को हो भन्ने कुरा पनि चिन्न दिएको थिएन, आफ्नो को हो भन्ने कुरा पनि चिन्न दिएको छैन। आफ्नो रीतिरिवाज, रहन सहन, धर्म, संस्कार, संस्कृति, अस्तित्व आफ्नो के हो भन्ने कुरा नै थाहा नै थिएन। यो देशका एकल नस्लवादी शासकहरूले हामीलाई उनीहरूका रहन सहन, धर्म, संस्कार, संस्कृति, वेशभूषाहरू लाद्यो र हामीले आफ्नो के हो भन्ने कुरा नै बिर्सिसकेका थियौँ। तर अब मङ्गोल नेसनल अर्गनाइजेसनका यो पवित्र मङ्गोलमा दर्शनले गर्दा तपाईँ हामीले आफू को हो भन्ने कुरा चिनिरहेको छ, आफ्नो के हो भन्ने कुरा चिनिराखेको छ। हामीले कुनै पनि प्रकृतिले लिएका परीक्षाहरूमा हामी फेल हुँदैनौँ। किनभने यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूको चाहिँ प्रकृतिसँग चाहिँ साइनो र सम्बन्ध छ। यही ढुङ्गा मुढा माटोसँग चाहिँ यो देशका बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूको चाहिँ साइनो र सम्बन्ध छ। तपाईँ हामीले अब यो कुराहरू महसुस गर्न सक्नुपर्दछ। पक्कै पनि हामी विभिन्न रूपले, विभिन्न हिसाबले चाहिँ अब अगाडि बढिसकेको छ। अब हाम्रो समय भनेको चाहिँ अब हरेक निर्वाचनहरूमा मङ्गोल नेसनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको